यो बाइकको मलाई चाहिँ उनी मन परेन क्या पिकअप चाहिँ मन परेन सो व्हाट्स अप ब्युटिफुल पिपल वेलकम ब्याक टु माई च्यानल न्यू भ्लग अनि मेरो बाइक चाहिँ बिग्रेको भएर मेरो बाइकको चाहिँ मास्टर सिलिन्डर गएको छ अनि मास्टर सिलिन्डर गएको छ इन्जिन पनि बनाउने बेला भएको छ अनि त्यो नभएको कारणले चाहिँ आज म दाइको बाइक लाँदैछु अनि दाइको बाइक चाहिँ यो हो टेन्टेडा पुरै मोडिफाई छ नम्बर प्लेट हेर्न सक्नुहुन्छ कहाँ नम्बर प्लेट होइन बाइक चाहिँ यो अनि अगाडिपट्टि मिक्की माउस छ चट्ट लाएर दाइको बाइकमा अनि आज चाहिँ म चट्ट लाएर यो बाइकमा भ्लग बनाउँछु दाइको बाइक नि कुद्छ सरर लाएर मेरो बाइकले चाहिँ यस्तो हात अगाडि उफार्दैन क्या दाइकोले चाहिँ उफार्छ त्यही भएर खाल्टोहरू सबै छलाउनु पर्ने भने यस्तो गरम नि कुदाउनु हुँदैन यस्तो बाटोमा पिसमा मात्रै कुदाउने हो चट्ट लगाएर होइन म चाहिँ ठ्याक्क तपाईँलाई आइपुगेँ दाइको बाइकमा तेल पनि होइन छ तेल नै हालिदिनु पर्छ अब अरूको बाइक चलाए चाहिँ तेल त हालिदिनु पर्यो मेरो बाइक चाहिँ बिग्रेको कारणले दाइको बाइक लिएर दाइ चाहिँ राम्रो हुन्छ बाइक दिनुभयो चट्ट लगाएर दाइको बाइकमा हिँड्दैछु सरर र मोटर चढेर यहाँ चाहिँ ट्राफिकहरू बसिरहन्छ दाइको बाइकको नम्बर प्लेटै कहाँ हो कहाँ मामा ओइ के हो आज त बन्द छ त पेट्रोल पम्प ल के रहेछ आज पेट्रोल पम्पै बन्द छ यार छ्या अगाडि गएर हाल्नु पर्यो तेल यार दाइको चाहिँ एबिएस खतरा कराउँदो रहेछ एबिएस करा हो कि के करा हो झ्याप्प ब्रेक हाने कि च्याँ गर्छ हेर्न साइड लाइटै नबालिकन घुमाउँछ रन्नको छोरो ए ओहो बिर्से मैले एकजना दाइलाई कल गर्नु पर्ने यार दाइ पनि मैसँगै कृतिपुर जान लाग्नु भएको थियो अर्को दाइ झन्डै यहाँ आएर सम्झेछु म चट्ट कल गर्छु अनि त्यसपछि भेट्छु ल ए होइन पेट्रोल पम्प अगाडि गएर कल हान्छु
चट्टा लाएर दाइ पनि आइसक्नु हो अगाडि। अब हामी यहाँबाट जान्छौँ। ए इन्टरकम ए मेरो त चार्जै छैन। उहाँ दाइको बाइक चाहिँ अलिकति मोडिफाई छ अनि मलाई चलाउनु चाहिँ अलिकति डर लाग्छ क्या यस्तोमा। एक्जस्ट निकाले भएर मात्रै हो न, यस्तो मिठो बेस फाल्थ्यो, यस्तो मिठो बेस फाल्थ्यो एक्जस्टमा। ओरिजिनल पुरै बेन पाइप हालेको थियो है। ओरिजिनल त ओरिजिनल हाई कपीवाला एक्जस्ट हालेको थियो। ओरिजिनल त के भन्नु हाई कपीवाला हालेको थियो। बेन पाइप फुल सिस्टम एक्जस्ट हालेको थियो यसमा। यस्तो मक्खन आवाज थियो। एक्जस्ट ननिकाल्नु है दाइ, मन चलाउँछु भने। तर के गर्नु, एक्जस्ट निकालिसकेर मेरो बाइक बिग्रेपछि मात्रै चलाएँ। दाइसँग चाहिँ टनाटन बाइक छ क्या, 3-4वटै बाइक छ अनि नचलाइकन बस्छन्। अनि एउटा दुइटा बाइक खाली भइरहन्छ अनि मागेको ल भनेर दिइरहन्छ। दिएपछि चलाइदिइहालौँ होइन। रमाइलो छ सर बुझाउँछ नि त दाइ पनि। अनि यसको चाहिँ अगाडिपट्टि यस्तो नि हालेको छ। अनि त्यो भएको कारणले कस्तो यो बाइक अरू भित्रीहरू भन्दा ल्याच्च बसेर चल्दो रहेछ क्या। अब के गर्नु, आरसिबी नै आरसिबी, डोमिनर क्विक थ्रटल, आरसिबीको ब्रेकहरू ब्राम्बोको यो के माथिको रहेछ। तर मलाई चाहिँ यस्तो हालेर चलाउनु चाहिँ डर लाग्छ। यस्तोले ब्रेक स्रेक लाग्दैन हुन्छ। तर दाइहरूले मस्त चलाइदिने आरामले। ए अगाडि किन हात उफाऱ्यो भने दाइले कोन बेरिङ गएको छ भाइ भन्नुहुन्थ्यो यसको। यहाँ कोन बेरिङ फेर्नुपर्छ भन्नुहुन्थ्यो अनि त्यही भएर होला कोन बेरिङ टाइट गरेर दिन्छु भन्नु भनेको थियो। मलाई चाहिँ त्यो के भन्छ बिग्रिसकेपछि ह्यान्डल बाङ्गो तानिन्छ त भन्नु भने। अनि त्यो त हो, टाइट गऱ्यो भने उफ्रिँदैन भन्नु लागिरहेको थियो। अनि होइन दाइ यतिकै होस् र अनि त्यतिकै नै लिएर आएँ मैले चाहिँ। अनि फेरि दाइको चाहिँ उता बुढी नै भनौँ न होइन, दाइको बुढी नै होला नि, उहाँलाई भक्तपुर लानुपर्छ भन्दै थिएँ। अनि उहाँलाई चाहिँ फेरि यही यो बाइक मनपर्छ क्या, यो बाइक र ड्युक 390। अनि उहाँले 390 चाहिँ बेच्नुभयो। अनि 390 बेचिसकेपछि चाहिँ यही बाइक नै चढ्नु खोज्नु हुँदो रहेछ, अरू पल्सर सल्सर नचढ्नु हुँदो रहेछ क्या। त्यो भएर लानुपर्ने जान लाग्नु भए भन्नु भने म लान्छु नि भने ए ल हुन्छ भनेर त दिनुभयो। अनि पेट्रोल रहेछ, पेट्रोल नि हालिदिएँ। त्यही हो, त्यति भन्दै म चट्टा लगाएर यहाँनिर कृतिपुर पसिसकेको छु। अनि यो बाइक चाहिँ सेलमा पनि छ है, कसैलाई चाहिएमा। बाइकको कन्डिसन पुरै खतरा छ। पिकअप इन्स्ट्यान्ट पिकअप छ, पिकअप वात दिन्छ। अरूले जस्तो अलिक गर्दैन, यो क्विक थ्रटल हालेर नि होला। पिकअप चाहिँ लास्टै छिटो हान्छ, सट्ट हान्छ होइन। अनि अगाडिको चाहिँ कोन बेरिङ चाहिँ फेर्नुपर्छ। कोन बेरिङ फेरेपछि चाहिँ ठिक्क हो। अनि
यसमा सामानहरू नि अलि हालेर रहेछ नि दाइले त सिएनसी यताउता त्यो श्राउड भन्छ कि के भन्छ त्यो अब मैले मेरो बाइकमा हालेको त केटिएमको त X3 श्राउड किट भन्दो रहेछ अब यसको चाहिँ यो के हो यो साइडमा अगाडिपट्टि नै हाल्नु भएको छ यस्तो यो हेडलाइटको तल यस्तो लामोवाला त्यो के हो त्यही हो बाइक चाहिँ राम्रो छ मिरर पनि कस्तो राम्रो यो मिरर पनि अहिले त लास्ट महँगो पर्छ भन्ने सुनेको थिएँ त्यो साइड लाइट भएको वाला मिरर दुई नम्बरमै रहेछ बाइक त 2 नम्बरमा नि हिँड्दा रहेछ त मैले अस्ति नै भित्री साथीहरूको चलाउँदाखेरि त यस्तो उकालोमा रोके कि एकै नम्बर हाल्नु पर्थ्यो यार 2 नम्बरमा त चढ्दै नचढ्ने थियो यो चाहिँ चढ्दो रहेछ लाएर कृतिपुर हस्पिटल आइसक्यो अब यहाँ दिदीले खाना बनाउनु भएको छ भने दिदीसँग अब खाना खान्छु त्यसपछि निस्किनु पर्ला यहाँनिरबाट झट्ट लाएर हामी चाहिँ अब दिदीको घरबाट नि निस्किसक्यौँ होइन खानासाना खायौँ कान्छीले र दिदीहरूले मिलेर चाहिँ मिठो खानेकुरा बनाएर राख्नु भएको रहेछ एक थाल भात एक थाल 2 थालै भनौँ न 2 थाल भात बजाएँ अनि त्यसपछि निस्क्यौँ दाइ दिदी अगाडि हुनुहुन्छ मेरो कान्छी पछाडि छ ओ मेरो कान्छी के छ अब चाहिँ म यहाँबाट घर जान्छु मलाई अनलाइनमा पैसा पठाइदियो भने हुन्थ्यो मम्मीले अब पठाउनु भएन अब फेरि म घर जानुपर्छ घर गएर पैसा लिएर अनि त्यसपछि एक ठाउँ जान्छ हजुर हामी चाहिँ चट्ट लाएर अब यहाँ कलङ्कीको अन्डरग्राउन्ड आइसकेका छौँ यो बाइकको मलाई चाहिँ उ नै मन परेन क्या पिकअप चाहिँ मन परेन ड्युक चलाएको भएर होला यो बाइकको चाहिँ अलिकति पिकअप कम लाग्यो मेरो बाइक भन्दा चाहिँ होइन कमै त्यहाँ कति पुग्यो यो मिटरमा हेर्दा 100 नि छुएन 90 नि छुएन होला मेबी मलाई चाहिँ त्यस्तो लाग्छ है यसको त्यति पनि छुएन होला मेरो बाइकले त्यही त्यो उकालोपट्टिबाटै आउँदाखेरि तलबाट त्यो उकालोपट्टिबाट हान्दाखेरि 115 हान्छ 120 हान्छ यसले 90 नछोको भनेपछि त अनि अझै म त मोटो छु मोटो हुँदाखेरि 115 120 हान्छ मेरो बाइकले म त्यस्तै म मोटै छु यो बाइकले त्यस्तो उसनै नदिँदो रहेछ क्या यसमा चाहिँ भिभिए हुन्छ कि हुँदैन कमेन्ट हानौँ है गाइस तलपट्टि
ट्याक्क लगाएर कमेन्ट। अनि जो जन नयाँ हुनुहुन्छ प्लिज डु सब्सक्राइब माई च्यानल टिङ टिङ पारेर। सो म चाहिँ चट्ट लगाएर पैसा सैसा लिएर निस्किसकेँ है। अब म जाँदैछु सोरुमतिर सरर मोटर चढेर। Who are you? खतरासँग हेऱ्यो यार त्यो ट्राफिकले। ओहो यस्तो हेऱ्यो मेरो त बोली ननिस्किरहेको छु बोलाएर बसेको त। के बोल्ने यार। त्यो मुला ट्राफिक है यस्तो हेर्छ यस्तो हेरिरहन्छ नम्बर प्लेटै कहाँ टायर मुनतिर छ। ओहो के साह्रो हो लुगा नि आम्मामा नाङ्गै छ त नाङ्गै। तलपट्टि मात्रै लाग्छु माथि त पठाउवाला यति हेल्प त गर्नु परिहाल्यो नि होइन। थोपडा चाहिँ छैन जस्तो। टट्ट लगाएर सोरुम आइसक्यौँ हामी। अब आऊ यता हजुर चट्ट लगाएर हामी चाहिँ अब यहाँबाट निस्किसक्यौँ है। गोरो न गोरो कसरी बस्यो कि डर लाग्यो जस्तो नेपालीसँग चढ्नलाई। खुट्टा कति लामो हुने हो यिनीहरूको। यो मिरर ठुलो भयो नि पोसाउने गाह्रो रहेछ क्या यो बाइकलाई। मिरर बन्द गरिसकेपछि चाहिँ चलाउन कस्तो सजिलो रहेछ। अहिले बाइक लिएर गएपछि तेल त हाल्नु पऱ्यो फेरि पनि तेल हाल्दै बिहान पुरै ट्याङ्की खाली नै रहेछ। हिजो राति तेल निकालेर चाहिँ ट्याङ्की खाली नै थियो। बिहान तेल हाल्नु पऱ्यो बिहान बिहान हाल्यो
अहिले नि ठ्याक्कै तेल हाल्दै अब म घरतिर जाँदैछु गाइस। त्यति भन्दै आजको भ्लग म यहीँ टुङ्गाउन चाहन्छु। बाई बाई, सी यू इन द नेक्स्ट भ्लग। अनि जो जो पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला। अनि आउँदो दिनमा राम्रो राम्रो कन्टेन्ट भिडियोहरू हाल्दैछु। अनि मेरो बाइक बिग्रेको भएर चाहिँ मैले अहिले भ्लग कन्टिन्यू गरेको छैन, त्यही भएर मैले बाइकको भ्लग बनाएको थिएँ।